1733। हजुर यो तपाईँले यो जोक सुन्नु भएको छ भने 1733 को बारे तपाईँलाई थाहा होला। त्यो त जोक भयो, तर आज मैले बताउन खोजेको एउटा कुरा के भने स्किल एसमेन्ट आउटकमसँग सम्बन्धित छ, जुन 1733 वटा अकुपेसनमा आउँछ। स्किल एसमेन्ट गर्नुभएका धेरैलाई यो थाहा पनि नहुन सक्छ। जनरल स्किल माइग्रेसन अन्तर्गत अस्ट्रेलियन कम्प्युटर सोसाइटी अन्तर्गत स्किल एसमेन्ट गर्दाखेरि एकैचोटि 3टा अकुपेसनमा स्किल एसमेन्ट आउटकम आउँछ। आज यस्तै एकजना एप्लिकेन्ट जसले सिक्किम मणिपाल युनिभर्सिटीबाट ब्याचलर इन आइटी र मास्टर इन आइटी गर्नुभएको थियो र उहाँको चाहिँ पोजिटिभ स्किल एसमेन्ट आउटकम आएको छ र उहाँले एउटा होइन, दुईटा होइन, 3टा अकुपेसनमा पोजिटिभ स्किल एसमेन्ट आउटकम प्राप्त गर्नुभएको छ। ती अकुपेसनमा एउटा नेटवर्क एडमिनिस्ट्रेटर भयो, अर्को कम्प्युटर नेटवर्क एन्ड सिस्टम इन्जिनियर, त्यसै गरेर आइसिटी सपोर्ट इन्जिनियर, होइन, 3टा अकुपेसनमा आएको छ। स्किल एसमेन्टको आउटकम त हाम्रो हप्ते पछि आइरहेको हुन्छ। यो अलिकति विशेष, अलिक फरक, सायद धेरैलाई जानकारी नभएको पनि हुन सक्छ भन्नका खातिर यो भिडियो बनाएको हुँ, किनभने हामीले यहाँलाई सही सूचना, कि रमाइलो प्रसङ्ग र खुसीको खबरको लागि नै हामीले भिडियोहरू बनाउँदै गर्छौँ। त्यसले गर्दाखेरि गुडविल कन्सल्टका सामाजिक सञ्जालहरू जति पनि छन्, युट्युब छन्, इन्स्टाग्राम छन्, टिकटक छन्, त्यसै गरेर फेसबुकलाई फलो गर्नुहोला, लाइक गर्नुहोला। के नयाँ कुरा जान्न चाहनुहुन्छ भने कमेन्ट गर्नुहोला। हामीले प्रोभाइड गर्ने जति पनि भिसा सर्भिसेसहरू छ, पर्मानेन्ट रेसिडेन्सी भिसा, स्टुडेन्ट भिसा, भिजिट भिसा, चाइल्ड माइग्रेसन, पार्टनर माइग्रेसन, प्यारेन्ट माइग्रेसन र रेसिडेन्ट रिटर्न भिसा लगायतका जति पनि भिसा सर्भिस हामी दिन्छौँ, त्यसको लागि हामीलाई सम्झनु होला। नमस्कार। Goodwill Consult, Education and Migration Consultant.